So hello guys, welcome to OZ Reaction. So आज चाहिँ हामी रिएक्सन भिडियो गर्न गइरहेको छौँ अन यावीको नन अदर देन बुमराङ है त गाइजहरु. यावी त गोल. सो त्यही भन्दै आई डोन्ट नो यो किन हाँसिरहेको छ तर यो क्लिप चाहिँ म हाल्छु है गाइजहरु हैन. सो मेरो साथी धेरै धेरै दिनपछि यो चाहिँ भिडियोमा आएको छ बिकज अफ काम यु नो हामी विदेशमा छौँ, क्यानाडामा छौँ, स्पेसली भ्यानकुभरमा. सो कामहरू हुन्छ त्यही भएर हामीले रिएक्सन भिडियोहरू गर्न चाहिँ भ्याउँदैन. होप यु गाइज विल अन्डरस्ट्यान्ड हैन. सो त्यही भन्दै ढिलो नगरिकन हामी खोल्न गइरहेको छौँ यो भिडियो है त गाइज. कडक नेपाली भिडियोहरु पनि हेर्न र फुटेज के. तर याबीहरू चाहिँ याबीले भन्छ नि म आइडलाइज गर्छु 18 प्लसको भाइहरूलाई कि समथिङ के. 18 प्लस है. 18 प्लस तर यो गाना चाहिँ के भन्ने साथी कस्तो हुन्छ नि त्यो अलि त्यो पुरा यो मेलोडी सुन्दा नि के त्यो यो हुन्छ नि. मैले त सुनेछ नि यो गाना पुरानो अलि पुरानो टाइप छ नि, पुरानो टाइप. जब टुट्यो मेरो मुटु तिमी त्यही थियो. साथी तिमीलाई नि हल्का फुल्का त रिलेट हान्छ होला यो लाइनले. मलाई मात्र होइन सबैलाई सबैलाई रिलेट हान्छ. तिमी त्यही थियो. मेरो जलिरहेको घाउमा तिमीले छर्यो पेट्रोल है त गाइजहरु है. कसको मनमा पेट्रोल छरेको छ प्लिज कमेन्ट है गाइजहरु है. पहिलाको टक्सिक एउटै बयफ्रेन्ड तिम्रो लाइफमा थिएन लभ एन्ड केयर सबै एउटै हुन्न नबिर्स्यौ आँखा खोलेर हेर छ नजिकको खै भन्न खोजे कुरा किन बुझ्दैनौ तिम्रो पास रिलेसनसिप बिचमा नलेर तिम्रो पास रिलेसनसिपको कुरा यो ठाउँमा नलेर है गाइजहरु. तर त्यसलाई चाहिँ के भन्छ थाहा, त्यस्तो मान्छेहरूलाई चाहिँ टक्सिक भनिन्छ है. टक्सिक लभ इज डेन्जरस लभ. कहिले तर पनि म तिमीसँग जहिले त्यही उसले बुझ्न सकेन पढ्दैको मुटुमा तिमीले पहिलो प्रेम छाती छिरे चाहिँ हुन्छ पेन बिर्सिन खोज्छु म एभ्रिथिङ उनको चार्जमा सब कुरा बिर्सिन्छु बेला फ्रेसमा राति तोपको चार्जमा बिहान बिर्सिन्छु सबै त्यही. तर धेरैजनाले यो गाना रिलेट यो लाइनहरू चाहिँ रिलेट गर्न सक्छ किनकि अब त्यो हुन्छ नि. तर एउटा रिलेसनसिप टुटेपछि अब मान्छेको मनमा कति चोट हुन्छ त्यही बिर्सिनलाई चाहिँ तिनीहरूले तोपहरू समथिङ के खान्छ. तर किन खान्छ भन्दाखेरि चाहिँ कुराहरू बिर्सिन, तर एज सुन एज त्यो तोपको चार्ज छोडेपछि फेरि कुराहरू फर्किन थाल्छ है त नि. मेरो मुटु तिमी त्यही थियो आँखा रातो सबै गरेका सिके भो मेरो चलिरहेको घरमा छ पेट्रोल म रोइरहेको मेरो आफ्नै भाइले देख्यो. सबभन्दा नराम्रो चिज के बिल्ला जब अब ब्रेकअप हुन्छ अब के गर्ने. अब रोको बेला अब भाइले झुक्केर देख्थ्यो भन्छ बिल्ला बिल्ला भाइ रोइरहेको. तर हुन्छ यस्तो लाइफमा सबैको फेज आउँछ. तर त्यही भएर भन्छु गाइजहरु मुभ अन हुन जरुरी छ. मुभ अन हुनु पर्यो. ब्रेकअप हुन्छ इजिली मुभ अन. तिम्रो लाइफमा थिएन लभ एन्ड केयर सबै एउटै हुन्न नबिर्स्यौ आँखा खोलेर हेर छ नजिकको मैले भन्न खोजे कुरा किन सबै आफ्नो हुन्न होइन, सबैजना आफ्नो हुँदैन. त्यही भएर हेर नजिक को छ तिमीसँग है त.
तिम्रो नजिक जो छ त्यसलाई चाहिँ लभ एन्ड केयर जहिले पनि दिनुपर्छ है त गाइजहरु बुझ्दैनौ तिम्रो खोलेर हेर त नजिकको मैले भन्न खोजे कुरा किन बुझ्दैनौ तिम्रो पास रिलेसनसिप बिचमा हुँदैनौ कहिले के अनि म त्यसै चाहिँ स्क्रिन पढ्यो मेरो मुखमा get way every day it's not put my hand in there सही यो कि नयाँ एल्बम झर्न लाग्यो हो र याबिदोको यो गाना चाहिँ मैले सुनेको थिएन बट हामी यहाँ अनि तर कति मिनटको 2 minute 23 सेकेन्ड तर त्यो उसले नि हो कि त्यो हुन्छ नि त्यो म्युजिकलाई हल्का त्यो कुनै अगाडिको फर्स्ट 30 सेकेन्ड टाइप त म्युजिकलाई हल्का ठुलो गराएर अनि वर्ड्सहरू लिरिक्सहरू चाहिँ हल्का सानो मधुरो गराएर अनि हो त्यसरी त्यो म्युजिकसँग ठ्याक्क सानो लोडमा अनि त्यो पनि सुनिरहोस् त्यो म्युजिकमा पनि पुरानो टाइपको थियो नि त म्युजिक 2 minute 23 सेकेन्डको गानामा 1 million भ्युज भन्नाले कतिजनाले यो कुरा यो म्युजिक रिलेट गरेर हुन्छ है 2 weeksमा अझै 2 weeksमा बवाल हैन त तर म याबी द गोडको सोमा चाहिँ जान्छु कि यहीँ क्यानाडै भयो क्यानाडै जान्छु क्यानाडा भ्यानकुभरमा आयो भ्यानकुभर जान्छु नत्र म नेपाल गएको बेला याबी द गोडको सोमा जान्छु एकचोटि जान्छु जहाँको भयो नि जान्छु सो आई थिङ्क यो चाहिँ ब्लुपर्सहरू हो हैन त्यही भन्दै यो गाना चाहिँ कस्तो लाग्यो त दोस्तलाई मलाई त दामी लाग्यो यार म त अघि पनि भन्थेँ मलाई त त्यो जुम्म यस्तो मजाले स्मुथ तिमीले कुरा बुझ्दैनौ सबै त्यही हो सो मलाई कस्तो लाग्यो भन्दाखेरि चाहिँ यो गाना चाहिँ सबैको भन्दैन तर धेरैजनाको लाइफमा रिलेट गर्न सक्छ अनि धेरैजनाले यो गाना चाहिँ सुनिदिनु होला अनि त्यही भन्दै यो गाना मनमा छुयो हल्का फुल्का तर ठिकै छ एट द एन्ड मुभ हुन पर्छ गाइजहरु है त्यही भन्दै हल्का फुल्का मात्र छोयो त्यस्तो छुन्न हामीलाई त्यस्तो गानाहरूले छुँदैन हैन राम्रो थियो गाना तर छुन सकेन हामी चाहिँ मुभ अन भइसक्यौँ है गाइजहरु ल बाइ यही भन्दै हाम्रो रिएक्सन भिडियो अनि गाना चाहिँ राम्रो लाग्यो तर त्यो लिरिक्सहरूले हल्का कुनै हामीलाई पनि छुनिदियो तर त्यो लिरिक्सले अहिले छोएन हामीलाई किनभने हामी मुभ अन भइसक्यौँ है गाइजहरु है यही भन्दै हामीले आजको भिडियो चाहिँ यही एन्ड गर्न गइरहेको छौँ सो अनि हाम्रो केटाहरू धेरैजना छैनन् अहिले चाहिँ सबैजना आउँछन् बिस्तारै आउँछन् सबैजना बिस्तारै आउँछन् तर त्यति दिनको लागि हाम्रो यो भिडियोहरू आउँछ र हाम्रो अरू भिडियोहरूको लागि चाहिँ स्टे ट्युन गर्नु अनि भिडियो चाहिँ सब्स्क्राइब युट्युब च्यानल चाहिँ सब्स्क्राइब गरिदिनु अनि भिडियो चाहिँ लाइक गरिदिनु अनि कमेन्ट पनि गरिदिनु कसको जनामा त्यो रिलेट भयो यो गाना चाहिँ अनि आउने अब कुन गानामा रियाक्ट गर्नुपर्छ भन्नु कमेन्ट गरिदिनु होला हामी हेरेर अनि भिडियो बनाउनेछौँ रियाक्सन भिडियो बनाउनेछौँ त्यही भन्दै अर्को भिडियो अनि वेट पनि गर्नु होला यही भन्दै आजको हाम्रो भिडियो चाहिँ यही एन्ड हुन्छ पिस लभ अनि मुभ हुनुहुन्छ है त गाइजहरु